guys, this is the next day. हामी चाहिँ अहिले डाइरेक्ट मर्निङको भ्यू देख्छ हामी जलजली पोखरीबाट यता मम्मी अनि म यहाँ छु है। कस्तो भइरहेछ मम्मी? एकदम राम्रो गुड। आज इच्छा पुरा भयो जलजली पोखरी आउने, एकदमै खुसी लागिरहेको छ। ल है त अझै पनि आउन सक्दिनेछ जलजली पोखरी। यो त मम्मी म त हिजो मान्छे नि रहेछ मम्मी। यो चाची त कस्तो मान्छे देखेको त मान्छे नि त रहेछ यो। यहाँ क्या यो हामी यता जलजली पोखरीको हजुरहरूले यो चाहिँ हाम्रो देब्रेबाट दाइनबाट यताबाट है हामी घुम्नु पहिला घुम्नु अनि मात्रै बनाउनु भिडियो ल। जलजली पोखरी गाइस है यहाँनिर भनेर फोटो खिच्नुहोस् है। आमामा है आइपुग्यो हेमाङ हेसो हेनाथ। यो जुन हजुरहरूले देखिराख्नु भएको यो चाहिँ फाल्गुन र फालेलुङमा छ है हजुर जलजली पोखरी चाहिँ है। यो एउटा प्राकृतिकले बनेको। अनि तपाईँलाई एउटा चिज देखाउनु पर्ने चिज भनेको चाहिँ जुन यो छ नि यो मन्दिर जुन चाहिँ हाम्रो मास्टर परम गुरु मास्टरले राख्नुभएको है इजुलिनेस मास्टर गर्डेन्जरले राख्नुभएको। अनि यो चाहिँ आएर करिब 25 वर्ष अगाडि होइन कति भएछ धेरै भयो त्यस्तै 30 वर्ष जति भयो होला राख्नुभयो। जति पानी परे तापनि त्यो हाम्रो देखिरहनु भएको मन्दिर जो कहिले पनि डुब्दैन है। यो चाहिँ हजुरहरूले याद गर्नु होला कस्तो राम्रो हेर्नु है। एकचोटि एक परिक्रमा गरौँ अनि आएर फोटो खिच्नु ल। हजुरहरूले पनि फुल एक परिक्रमा गरेर देखाउने छु म। हाम्रो हिजो बेलुका हिजो देखाउनु पर्ने हो, हामी हिजो पनि आएको थियौँ। के चाहिँ भयो भने यहाँनिर चाहिँ अब तपाईँको मिलेन क्या समय। हामी जाँदा पनि छिटो गयौँ आउँदा पनि गाडीमा। अनि एक रात परेको अवस्था हजुरहरूले इन्स्टातिर पनि हेर्नु होला है। यस्तो छ गाइस है। यहाँ कसले बाइक कुदाएको ऊ कसलाई यस्तो छ एक परिक्रमा चाहिँ हानिदिँदैछौँ है। हेर्नु होला यो फुल हेर्नु फुलेको वाउ यो चाहिँ लक्ती भन्छ है। सेती लक्ती लक्ती हो कस्तो मिठो बनाएको नि बस्न। एकैछिन सल्लाहहरू रोप्नु छ अस्ति हाम्रो टोलीहरू आएर। ल है साथीहरू आमा पोखरी है कति राम्रो है। यहाँ हेर्नु कति सफा पानी बिचमा हेर्नु न एउटा छैन फोहोर हेर्नु न। मम्मी पत्ता भन्ने हेर्नु एउटा छैन हेर्नु न। पहिला के अरे माथि एक जोडी चरा थियो अरे पत्ताहरू सफा गर्ने यहाँ पनि छ होला हौ छ होला तर त्यो चाहिँ अब फोहोर भएर होइन सफा गर्न छोडेको छ। अन्त पत्ता एउटै राख्दैन भन्नुहुँदै थियो। ऊ चराहरू छ पत्ता छैन यहाँ पनि एउटै हेर्नु न माइक पोखरी त यसलाई त मम्मी तर होइन यो यत्तिकै होस् यो अब यो बनाउनु भन्दा पनि यत्तिकै भएको राम्रो होइन। त्यो बिचमा हेर्नु कसरी गएर राख्नुभयो नि लास्टै गर्छ नि त नि। अनि एउटा बाँसी अनि डुबेको अनि त्यो गाडेर पनि कति होइन हेर्नु है हाम्रो यहाँ मासु आउँछ पानी नि पछि बर्खामा मर्यो अनि किन हेर्नु त कस्तो हाम्रो लभिजम फ्याक यहाँ छ हजुरहरू हेर्नु न। लु यहाँ एउटा फोटो खिच्ने बेला भयो जस्तो ए काँस लगाइराखेको भोलि अचानक पुगेको म त रोजनामा हामी सल्लाह गरिदिएको हो त त्यतिखेर चाहिँ पोखरी चाहिँ अब गाडीबाट देख्यो पुरै निलो नपुग्ने छ अरे अनि त्यो के भन्थ्यो अनि ल अब पोखरी त हेर्नु जानु भनेर गएको कसरी हेर्नु लागेको कि भएर चाहिँ प्रभुले बिहानै गएको त त्यहाँ हो बसिरहनु भएको रहेछ प्रवचनहरू गर्दै।
अनि ठ्याक्कै त्यहाँदेखि त उहाँसँग भेट भयो त्यहाँदेखि त अनि उहाँ अब पहिलाको कुराहरू गर्नु गयो यस्तो भनेर पोखरीकै छेउमा बसेको नि म त्यहाँदेखि डर नलाग्यो कस्तो घाम टल्दैछ हेर्नु पो म हेर्नु अर्को दुनियाँ हेर्नु न अर्को दिन यहाँदेखि नि ऊ हेर्न उता फाल्टै यता फाल्टै अनि म चाहिँ मेन अन्तर्बिन्दीहरू गरेको फेरि अन्तर्बिन्दी गर्ने जाँदैछु भनेर फेरि अन्तर्बिन्दी गरौँ न कति राम्रो नि टिकटकबाट खिचेको फोटो होइन नि कुन गीत ठिक हुन्छ हौ भाइ स्टार्ट भयो यहाँ नगर्नु यहाँ पक्रिनु यहाँ पक्रिनु स्टार्ट भइसक्यो है छोड्नु ल गाइस हामी लाग्यो है पक्रिनु पनि ल ल पोखरी देखाउने बाई बाई गाइस बोल्नु न ल हामी जलजले पोखरीमा दर्शन गरेर जाँदैछौँ हजुरहरू पनि आउनुहोस् एकदम राम्रो छ पोखरी एकदम शक्तिशाली आउनुहोस् है हामी नै गयौँ बाटोहरू यस्तो बिचरा गाईहरू हेर्नुहोस् न बिचरा गाईहरू यस्तो जाडोमा के खान्छ घाँसहरू पनि छैन यस्तो बिजोग भइरहेको छ उनीहरूको हो जात त्यस्तो हो गाई चिसोमा गाई पनि फाल्टै हुँदो रहेछ हाम्रोमा फाल्टै हुन्छ हाम्रोमा चाहिँ कति मजाले राख्नुपर्छ घाँसहरू दिएर खोलेहरू दिएर तातो तातो ठाउँहरू बनाएर तर यहाँको चाहिँ पाखै छ नागी छ घाँस पनि खासै छैन गुराँसहरू मात्रै छ जता हेऱ्यो गुराँस घाँसहरू केही छैन के दिन्छ होला के खान्छ होला यो गाईहरूले म त छक्कै परिसकेँ गाईहरू छ क्या पर्दैन हेर्नुहोस् है चौतारा पहिलाको पुरानो चौतारा ल है साथीहरू त्यस्तो छ है ब्लग चाहिँ हेर्नु होला दुईवटा पार्टमा डिभाइड भएको हुनसक्छ होला सायद किनकि धेरै भइसक्यो भिडियो त्यो दिन बनाएको आधी हाल्दा मिल्दैन मिल्छ त्यसरी हाल्दैन त ब्रेक लाग्दाखेरि पनि चिप्लिन्छ गाई बाटो के गर्नु हौ पिच भए पो मजा हौ कति छ झन् मजा पिचमा के मजा झन् कति एकदम राम्रो छ है टाढा टाढा झकमक मौसम खुलेको भए चाहिँ अझै राम्रो हुन्थ्यो मौसममा राम्रो भयो बाटो चाहिँ राम्रो छ है बाटो त अब एकदम राम्रो नि हो कहाँ अरू त्यस्तो बाटो छ हौ कतै कतै अप्ठ्यारो छ अन्त राम्रो छ बाटो है राम्रो चौकी आयो चौकी अहिले देख्नु नपाला जस्तो भयो छ एकचोटि अहिले भएको चाहिँ नदेखेको हो नलौँ न बाटो देख्छ गाई छ अनि हाम्रो यात्रा चाहिँ सुजुकी जिक्सरमा भइरहेछ सुजुकी जिक्सर है 125 को 150 को यो पनि योमा भइरहेछ रमाइलो मच दुईजनालाई चाहिँ आराम नै हुने रहेछ है नम्बर प्लेट नदेखाउँ यस्तो छ गाइस साथीहरू है ल है त
साथीहरू आमामा ल है गाइस यसो अनुहार देखाउँ ल यसो ल ए क्यामेरा नि नराम्रो छ ठिक भयो ल पुरासमा कोपीलाई राख्नु थालेको रहेछ साथीहरू आउनु होला है चैत वैशाखमा चाहिँ राम्रो हुने रहेछ किनभने यो अलिक बेमुख छ हुनु त किनभने यो तपाईँको यो पुरास चाहिँ नि नफुलेर झन् कोपीलाई लागिसकेको रहेछ यो भनेको चैत वैशाखमा चाहिँ एकदम राम्रो हुने रहेछ है साथीहरू ल है आमा 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 यति भनेको पो हौ साथीहरू काट्दैन यहाँ चाहिँ पुरा माउन्टेन बाइक लिएर आउनुपर्ने रोडमा के हुन्छ मम्मी देखिँदैन क्या मम्मी यति तल त के हुँदैन मर्नै बस्छु हिउँ परेको झन् रमाइलो छ है अनि हिउँ परेको होला यहाँनिरको ठुलो ढुङ्गा देखाउँ ढुङ्गा त्यो अगाडि उमायो नि त हात चाहिँ यहाँ क्यामेरामा परेको हेर्नु न ल है साथीहरू हामी भैँसी आइपुग्नु लागि भैँसी आइपुग्नु लागेको है गाइस हेरेको भैँसी हेरौँ गाइस लु एपिएफ पो एपिएफ रहेछ है यहाँ त ७० आउँछ है कस्तो रहेछ यो मानेमा त खुसी होला है सुन्नुलाई हरायो सुन्नुलाई यो सबैले देख्छ नि पोखरी लजाउँ भइसक्यो त यही त हो यहाँदेखि जाने छ उकालो भैँसे पोखरी यता उभो कस्तो छ यहाँबाट जाने हो जम्मा चाहिँ गुम्बा हामीले गुम्बा जाँदैछ गाइस गुम्बा हेर्नु सक्नुहुन्छ साथीहरू केउको हाम्रो दाउराको है गाइस हेर्नुहोस् है आमो गुम्बा जाँदा सावना रहेछ त्यहाँ त्यो सावै पो रहेछ सावना हो कोही आएको छैन हौ हेलो गाइस हामी चाहिँ यहाँनिर को हो भेटियो को चाहिँ रहेछ यति बिहान बिहानै तपस्या गर्ने मेडिटेसन गर्ने भनेर त पुरा नचिन्ने मान्छे रहेछ हाम्रो यात्रा आज फिदिनसम्मको हो नि हजुर हामी जलजली पोखरीदेखि आइपुग्यो नि अहिले कुन घरको हाम्रो बस बसेको यहाँ तलतिर हो
हाम्रो टोलीहरू त्यहाँ तल छ हामी मात्रै बिहानै सुतेर आएको यहाँ माथि गुम्बा जाउँ न फोटो खिच्दियो नि त आउनु जाउँ न ल हेर त लुङ धुर रहेछ त्यही हामी त्यही बसिने रहेछ नि बस्ने ठाउँमा भइसकेको रहेछ नि यस गुम्बामा बस्नुहुने लामालाई भेट्ने समय भेट्ने समय रहेछ बिहान 7 बजीदेखि अबसम्म बिहान 11 बजीदेखि बस्छु 8 बजीसम्म मात्रै छ भेट्ने पनि 7 बजीदेखि गुम्बामा भेट्ने हेर्नु गुम्बा आइपुग्यो है छेङ्गारिलिङ के हो के जानु थाहा छैन ल गाइजहरू यो पाखा त गुलास छ मम्मी पहिला कता गएको पर ल साथीहरू अब अर्कोचोटि आएर क्यामेरा दामी लिएर गोप्रो किनेर मात्रै अब गाडीमा चल्छु कि अब चाहिँ चल्ने हो घरको है गाइजहरू तनाव भयो भने गाइस टोइलेट गाडी सकिसक्यो होइन गाडीमा पस्न छिटो यसो गाडीमा आउँदैछ मामा ल त साथीहरू सबैजना ल अब एकचोटि फिल्ममा भेट्यो अब फिल्मसँग यात्रा आउँदैछ ला टोलीहरू आउनु सकेन गाइस टोलीहरू गइसक्यो पल्टाने जस्तो हामी चाहिँ टोली भन्दैछु म चाहिँ ल है झन् झरेको फोन यार कुन्ताको फोन झन् झरेको गाइस कुन्ताको फोन है हाम्रो टोलीहरू तल गाडीमा जाँदैछ गाइस यहाँ पुरा ब्रेक गर्न दिइरहेको छ यहाँ माथिको पुल सबै भइरहेछ राम धमाधम भइदिइरहेको रहेछ ट्याङल्याङ ल त गाइजहरू हिउँ खोला ट्याक्कै आइपुग्यो हामी त्यतिको चाहिँ एकदम गाह्रो फुलहरू अगाडि